जय नेपाल। म प्रहरी हुँ, म मान्छे होइन। मैले संविधानको धारा र सरकारको नीति अनुसार काम गर्नुपर्छ। मेरो व्यक्तिगत विचार राख्ने मलाई कुनै अधिकार छैन, किनकि म प्रहरी हुँ, म मान्छे होइन। मैले सधैँ दुई धारी तलवारको बिचमा रहेर आफ्नो ड्युटी गर्नुपर्ने हुन्छ। एउटा जनताको मनोभावना सहितको जीवधनको सुरक्षा र अर्को संविधानको धारा र सरकारी सत्ताको राजनीति अनुसार, किनकि म प्रहरी हुँ, म मान्छे होइन। मैले माथिबाट पाएको आदेशको पालना गर्नु मेरो पहिलो कर्तव्य हो। त्यसलाई सही छ या गलत छ भन्ने छुट्याउने मेरो कुनै अधिकार छैन, किनकि म प्रहरी हुँ, म मान्छे होइन। म देश र जनताको सुरक्षार्थ खटिनु मेरो जिम्मेवारी हो। बिना स्वार्थ सेवा गरे पनि म माथि अनेकौँ आरोप र गाली गलौज सहित ढुङ्गा मुढा प्रहार गरिन्छ, तर पनि म चुपचाप आफ्नो ड्युटी निभाउँछु, किनकि म प्रहरी हुँ, म मान्छे होइन। मेरो आवश्यकता सर्वसाधारणदेखि देश हाँक्ने नेतासम्मलाई जन्मिएदेखि मृत्युसम्म हरेक सानो ठुलो काममा पर्दछ, तर पनि म र मेरो वर्दीलाई कसैले मन पराउँदैन, किनकि म प्रहरी हुँ, म मान्छे होइन। म हरेक विपत्ति, बाढी, पहिरो, भूकम्प, आगोलागी र प्राकृतिक प्रकोपहरूमा जनताको सुरक्षार्थ ढाल बनेर 24 घण्टा खट्छु। मलाई उपहारमा भ्रष्टाचारी, घुसखोरी, सरकारी गुन्डा उपनाम दिँदै ढुङ्गा मुढा र तिरस्कार प्रदान गरिन्छ, किनकि म प्रहरी हुँ, म मान्छे होइन। मलाई मेरो जिम्मेवारीले प्रहरी मात्र भनिन्छ। म कसैको छोरा, कसैको भाइ, कसैको आफन्त कहिले पनि कहिदिनँ, किनकि म जिम्मेवारीले बाँधेको प्रहरी हुँ, म मान्छे होइन। मैले सरकारी तलब लिएको देखिन्छ, तर मैले आफ्नो रहर मारेर घर परिवारदेखि टाढा बसेर कुनै समय त आफ्नै ज्यान माया मारेर 24 घण्टा ड्युटीमा खटिएको देखिँदैन, किनकि म प्रहरी हुँ, म मान्छे होइन। म पेसाले प्रहरी भए तापनि वास्तवमा म पनि एउटा मानव हुँ। मान्छेबाट कहिलेकाहीँ सानो गल्ती हुन सक्छ, तर मैले गरेको हजार राम्रो कामहरूलाई नदेखी मेरो एउटा सानो गल्तीलाई खेदो खनेर म माथि कारबाहीको माग र अनेकौँ किसिमका गाली गलौजहरू गर्ने गरिन्छ, किनकि म प्रहरी हुँ, म मान्छे होइन। मलाई जाडो, गर्मी, हिउँद, बर्खा केही पनि हुँदैन। म जिम्मेवारी र कर्तव्यले बाँधिएको जनताको सुरक्षाको लागि खटिएको एउटा प्रहरी हुँ, म मान्छे होइन। मलाई दसैँ, तिहार, चाडपर्व केही पनि आउँदैन, किनकि मेरो परिवार, धर्म, कर्तव्य र जिम्मेवारी नेपाल र नेपाली जनता मान्छु, किनकि म प्रहरी हुँ, म मान्छे होइन। हिजोआज म र मेरो कामलाई कसैले गरेको आधा अधुरो 10 सेकेन्डको भिडियो हेरेर पुरा कुरा नबुझिकन मलाई कारबाहीको माग गरिन्छ, किनकि म प्रहरी हुँ, म मान्छे होइन। मैले लिएको तलब जनताको करबाट जम्मा भएको ढुकुटीबाट लिएको भए तापनि मैले पनि कर तिरेको हुन्छु र जो कोहीले आफ्नो काम गरे बापत पारिश्रमिक लिने गर्छ, त्यसै अनुसार मैले आफ्नो जिम्मेवारी पुरा गरेर तलब लिएको हुन्छु। यो सबैले बुझेको छ।